हेलो गाइज वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी जाँदैछौँ इटहरी ब्रुकुलको ओपनिङ छ नि त। सो अनि दिस इज माई आउटफिट फर टुडे। म चाहिँ रेडी भइसकेको छु अनि रेडी भएर एउटा मिरर सेल्फी लिँदैछु अनि हामी जाँदैछौँ दुईजना चाहिँ आज इटहरी। सो 1 बजेदेखि चाहिँ हाम्रो ओपनिङ स्टार्ट छ। अनि यहाँनिर मैले चाहिँ फेसमा धुलो लाग्छ भनेर एकदमै मास्क चस्मा अनि स्कार्फ लगाएको छु, किनकि इटहरीसम्म पुग्दाखेरि धुलो यति धेरै छ नि गाइजहरू, सोच्नै नसक्ने धुलो छ। अनि हामी यहाँ पुगिसकेको छौँ ब्रुकुलमा। अनि अलिकति सेटअपहरू चाहिँ मजाले भइसकेको छैन, तर तपाईँहरूले एम्बियन्सको कुरा गर्नुहुन्छ भने चाहिँ एकदम खतरा छ है, गएर यस्तो भिजिट गर्न सक्नुहुनेछ। अनि हामी बस्यौँ अनि कफीहरू अर्डर गऱ्यौँ। अनि आज ओपनिङ हो, कस्टमरहरू अलिअलि हुनुहुन्थ्यो। सो हामीले कफीको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदम इटहरीमा सबैभन्दा बेस्ट कफी पाउने ठाउँ भनेको ब्रुकुल नै हो। अनि यो मेरो पुकुली बुइनी आइ नि त होइन, अनि यसलाई बोकिरहेको छु म, बुवाहरू पनि आउनुभयो। अनि अलिअलि गर्दै कस्टमरको फ्लो एकदमै बढिरहेको थियो। अनि त्यही हो, आजको दिन रमाइलोसँग बित्यो, हामीले रमाइलोसँग बितायौँ। अनि कफी खाइसके पछाडि चाहिँ हामीले खाजा साजा खायौँ। अनि खाजाको कुरा गर्नुपर्दाखेरि यहाँको किमा नुडल्स त यस्तो बवाल थियो नि होइन गाइज, म फेरि पनि जान्छु किमा नुडल्स खानलाई। अनि यहाँ मेरो बहिनी चाहिँ। सो थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।